मेरो छोरालाई बचाइदिनु होला। हामीले जति कमाएको छोराले उत्तर गरेर सक्यो। हामीसँग अब यही छैन। पैसा त तपाईँहरूको हात भइरहेको तर भनेपछि मेरो छोराको सुशीला राजवंशी भट्टराई हो। मेरो छोरा 3 वर्षदेखि अहिले क्यान्सर रोग हो, ब्लड क्यान्सर हुनुहुन्छ। हामी यहाँ बिएनसीमा देखाएको, उसलाई ब्लड क्यान्सर भयो भन्यो। अनि त्यसपछि हामीले राजीव गान्धीमा इन्डियाको राजीव गान्धी हस्पिटलमा ट्रिटमेन्ट गऱ्यौँ 3.5 वर्षसम्म। उसको ब्लड क्यान्सर फेरि 6 महिनामा बोलाएको थियो, तर 3 वर्षमै उसको रोग बल्झिएर फेरि हामीले बिएनसी देखाएको थियौँ। बिएनसीमा पोटेसमा खराब देखेर उसलाई डक्टरले भन्नुभएको थियो बोन मेरो ट्रान्सफर गर्नुपर्छ भन्नुभएको थियो। सक्छौ भने भक्तपुर जानु भनेर भन्नुभयो। त्यसपछि हामीले फेरि राजीव गान्धीमा गएर देखाएको। त्यहाँ 5 दिनको ट्रिटमेन्टमा त्यहाँ पनि त्यही कुरा गर्नुभयो, यसको बोन मेरो ट्रान्सफर गर्नुपर्छ भन्नुभयो। अनि पैसा आइसी 30 लाख 40 लाख लाग्छ भनेर भन्नुभयो। अनि त्यही भएर तपाईँहरूसँग जति सक्दो सहयोग गरिदिनु होला। जति जे छ तपाईँहरूसँग मेरो छोरालाई बचाइदिनु होला। हामीले जति कमाएको छोराले उत्तर गरेर सक्यो। हामीसँग अब यही छैन। पैसा त तपाईँहरूको हात भइरहेको तर भनेपछि मेरो छोराको नानीको अवस्था निकै नाजुक छ। खाना के खाँदैन। पहिला मजाले खान्थ्यो खाना, अहिले 2 ग्यास पनि खान सक्दैन। दुध पनि थोरै दिउँछ, 2-3 गुटका मात्रै। अहिले त्यति केही खान सक्दैन, केही खानु मन गर्दैन, रोइ गर्छ। हजुर भटपति पोल्छ होला, रोइ गर्छ, झगडा गरिबस्छ। सम्पूर्ण देश विदेशमा हुने नेपाली दाजुभाइहरू सक्नुहुन्छ भने सहयोग गरिदिनु होला। तपाईँसँग सहयोग माग्दैछु। मेरो छोराको ध्यान बचाइदिनु होला। सक्नुहुन्छ जे जति सक्दो सहयोग गरिदिनु होला तपाईँहरूसँग। नमस्ते, मेरो नाम राम भट्टराई र मेरो छोरा युसेफ भट्टराई विगत 3.5 वर्षदेखि क्यान्सरको ट्रिटमेन्ट गरिरहेको छु। र क्यान्सरको ट्रिटमेन्ट चाहिँ मेरो बिएनसीमा पहिले नानीलाई ज्वरो आउने, बिरामी हुने र वाकवाकी लाग्ने र खानाहरू केही नखाने हुँदाखेरि बिएनसीमा लगाएको थिएँ। बिएनसीमा क्यान्सरको प्रमाणित भइसकेपछि मैले बिएनसीमा नगरेर इन्डियाको राजीव गान्धी क्यान्सर हस्पिटलमा 3.5 वर्षसम्म ट्रिटमेन्ट चलाएँ। र 3.5 वर्षको बिचमा चाहिँ 7 महिना कन्टिन्यू हस्पिटलमै बसेर उपचार गरिसके पछाडि 3-3 महिनाको फलोअप थियो। 3-3 महिनाको फलोअपमा चाहिँ घर ल्याउने लाने गर्दैथ्यो र बिचमा 15-15 दिनको बिचमा चाहिँ ब्लड रिपोर्ट टेस्ट बुझाउनु पर्थ्यो। र 3.5 वर्षको पिरियडसम्म यस्तै चलिरहेको थियो। जब यो 20 दिन अगाडि चाहिँ उसको बिएनसीले क्यान्सर बल्झियो भनेर प्रमाणित गरिदियो र रिपोर्टहरूमा देखा पर्यो। त्यस पछाडि हामीले फेरि दिल्ली लग्यौँ। दिल्लीमा लगेर उसलाई उसको चेकअप गर्दाखेरि बोन मेरो ट्रान्सफर गर्नुपर्ने र प्रोटेस्टमा समस्या भएकोले इन्डियाको 30 लाख रुपियाँ लाग्ने, जब नेपाली 48 लाख खर्च लाग्ने भनेपछि मैले उपचार गर्न सक्दिनँ। मैले पहिले नै यत्रो खर्च गरिसकेकोले मसँग आर्थिक खर्च नभएकोले त्यस पछाडि भक्तपुर क्यान्सर हस्पिटल लगेँ र भक्तपुर क्यान्सर हस्पिटलमा मैले 5 दिन राखेँ। 5 दिन राखेर फेरि रिपोर्ट चेक गर्दाखेरि सेम त्यही समस्या र बोन मेरो ट्रान्सफर र प्रोटेस्टमा देखा परेपछि मैले आर्थिक खर्च गर्न नसक्ने भएको कारणले गर्दाखेरि मैले आफ्नो घरमा ल्याएँ र सम्पूर्ण नेपाली दाजुभाइहरूमा सहयोगको अपेक्षा राखेको छु। लगभग 70 देखि 75 लाख रुपियाँ सकेँ मैले। 70 देखि 75 लाख सक्यो, हाराहारी पुगेछ।
भनेपछि अब अझै 48 लाख खर्च लाग्छ भन्ने लाग्छ। अगर यो उपचार यो 1 महिनाभित्रको टाइम दिएछ, 1 महिनाभित्रमा उपचार सम्भव पैसा जम्मा गर्न सकेन र ट्रिटमेन्ट अगाडि बढाउन सकेन भने नानी नल्याउनु भनिसकेको छ मलाई। घरमै लगेर राख्ने, नर्मल खानेकुरा गर्नु, अरू उपाय छैन, लास्ट स्टेज हुन्छ। त्यसपछि अहिले 4 वर्ष पुग्यो, 4 साढे 4 वर्ष पुग्यो। यो देखिएको चाहिँ कहिलेदेखि हो? यो देखिएको जन्मेको 1.5 वर्षमा देखा परेको थियो। भनेपछि 2020 मा जन्मेको, 20 को हो र जन्मेको 1.5 वर्षपछि देखा परेको थियो। त्यस पछाडि हामीले दिल्ली लगेर ट्रिटमेन्ट उपचार गरेका थियौँ। 3.5 वर्ष ट्रिटमेन्ट चलायौँ हामीले। अहिलेको उपचार खर्च चाहिँ म बाहिर विदेश बस्दै बहराइनमा र मसँग जति कमाएको थियो हामी दुईजनै बुढाबुढी नै बाहिर थियौँ र नानी जन्मेपछि नानी यहाँ भएपछि हामीले मिसेसलाई मैले रोकेर जति हामीले कमाएको थियो 14 वर्ष बाहिर बस्दाखेरिको सम्पूर्ण सम्पत्ति मसँग केही पनि नभएकोले उपचार खर्च सकेको कारणले गर्दाखेरि फेरि म 7 महिनाको बिचमा नानीलाई यहाँ ट्रिटमेन्ट सकेर फेरि बहराइन फर्केँ र बहराइन 1 वर्ष बसेर नानी क्यान्सर बल्झेपछि हालसालै म 8-9 दिन भयो नेपाल आएको र सबै उताबाट क्यान्सलै गरेर मसँग अब नहुने भएपछि म नेपाल फर्केर आएको। अहिलेको ठेगाना मेरो बिर्ताम हो, 3 प्रगति पुल यहाँनिर। घर होइन, म डेरामा बसिरहेको छु। म समुरलाको घरमा डेरामा बसिरहेको छु। मसँग घर छैन, मेरो केही पनि छैन। मेरो चाहिँ केही सहयोग, अगर मैले यत्रो पैसा जुट्छ भन्ने मलाई आश पनि अलिकति कम छ, किन यो भनेको धेरै ठुलो लगानी हो होइन। अगर बाई मिस्टेक नहुने स्थिति आयो भने पनि उसको उपचार खर्चको लागि जे जति सकिन्छ हामी नेपालीले दाजुभाइले जतिसुकै भए पनि अगाडिसम्म रहोस्, जतिन्जेल ऊ रहन्छ तबसम्मलाई एउटा ट्रिटमेन्ट खर्च उठिदिए पनि हुन्थ्यो भन्ने मेरो आश छ।